हेलो गाइज सबैजना स्वागत छ मेरो नोट ज्यास्पर युट्युब च्यानलमा। सो आज चाहिँ म र हाम्रो फ्यामिली चाहिँ नगरकोट जान लाग्छौँ फ्यामिली पिकनिकको लागि। आधी फ्यामिली बसमा आइरहेका छन् र म मेरो मामा र अगाडि दुईजना मामा चाहिँ बाइकमा गइरहेछौँ। एकदम रमाइलो गर्नुपर्छ आज नगरकोटको डाँडामा। सो यो चाहिँ नगरकोट जाने बाटो हो। हामी भक्तपुर हुँदै आएको बाटो चाहिँ एकदम डर लाग्दैछ, तर ठिकै छ, आज इन्जोय गर्नुपर्छ है। यो चाहिँ हाम्रो ब्रेकफास्टको लाइन कस्तो छ त, भोपाल छ गरे हेर्न सक्नुहुन्छ। यो चाहिँ ब्रेकफास्टको लाइन हो। हाम्रो फुडहरू पनि एकदम राम्रो मेन्युहरू छ। अहिले चाहिँ अन्डा, बिहान अन्डा चियाहरू छ। यहाँ चाहिँ हाम्रो फ्यामिलीहरू गइरहेछ मामाहरूको। के भन्न चाहनुहुन्छ? होइन, केही भन्न चाहँदैन। आज हामी नगरकोट हाम्रो यो के डाँडा हो केही थाहा भएन। आज फ्यामिली पिकनिक छ, एकदमै रमाइलो भइराखेको छ। हाम्रो आमा हो, हाम्रो एकदम के भनौँ, म आएर छोरा छोरी नाति सबैसँग म पिकनिक हो भन्छन् आएको छु। मैले ठाउँको थाहा छैन, रमाइलो छ, रमाइलो देख्न पाइएको छ होइन। सबलाई एकदम सबैलाई सम्झेको छु, अरू के भन्नु, यस्तो छ, एकदम रमाइलो छ। सो गाइस त्यहाँ माथि हेर्न सक्नुहुन्छ, त्यो चाहिँ चिया बगान हो, जुन चाहिँ इलामतिर हामीले देखिरहन्छौँ, त्यही हो। हेर्न सक्नुहुन्छ कस्तो राम्रो। वाउ, मैले मेरो लाइफमा फर्स्टचोटि देखेको यो खतरा छ। सो गाइस यो नो गेम हो, नो गेमले नो मात्रै खेलिरहेको छ है। यहाँ चाहिँ भुन्टा भुन्टिङहरूको चाहिँ म्युजिकल चेयर भइरहेको छ, साथीहरू हेर्नु रमाइलो गरिरहेको छ। अब तिमी बिचमा बस्छ, दुईटा कुर्सी तानिदियो होला है त। एक राउन्ड म्युजिक बज्दा दुईटा कुर्सी तानिसक्नु पर्यो। धेरै नजिक नजिक भयो, बच्चाहरू लड्न ध्यान दिनु होला है। ढाले 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 ढाले
अब 3 जना मात्रै बाँकी छ अलि लामो बजाउ One of your winners. उहाँले पुरस्कार स्वरूप 30वटा चकलेट पाउनु भएको छ चकलेट दिँदै हुनुहुन्छ है सानो बाबुहरूलाई अलिक पछाडि राखिदिनुहोस् न नानी मीनाक्षीलाई सिधा राखिन्छ अब हजुर जाने है त जानुस् हान्ने यही हो हेर्नु अरूले इन्स्ट्रक्सन दिन मिल्दैन अब कता जाने अलि राइट भन्न मिल्दैन है अगाडि जाने हो कि पछाडि जाने हो कता गयो मान्छेलाई लाग्न सक्छ है केयरफुल भयो अब रङ साइड भइसक्यो हेलो बोलो हो टोली मलाई लाग्छ उहाँले हानेर उठाइदिनुहुन्छ जारलाई सिकाउन पाउँदैन है अब भनेरै हान्दिनुहोस् ल यो त खुट्टी खेले जस्तो भयो नि ए अघिदेखि नाप्या रहेछ छोरादिन यसले जित्छ जस्तो छ ल किन हल्लिएको नहल्ली हान्न छोरा जा अब नजिक पुगिसक्यो छोरा अब नजिक पुग्यो हान्दै हान
अरू पनि गरौँ न अरू अरू अब कसको पालो छैन 4 बजिसक्यो मान्छेको नाम क्या हो जन्म पर्दा छ नहेर त्यसरी माया सर्दा छ नहेर त्यसरी माया सर्दा छ गाउँघरमा हुर्केकी चेली कसैले कोही भन्छन् जुनेली जन्म पर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ हुर्केकी चेली कसैले कोही भन्छन् जुनेली जन्म पर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ पहरमा रसाको मूल जस्तै रहेछौ नानी तिमी त फुल जस्तै झलमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ रसाको मूल जस्तै रहेछौ नानी तिमी त फुल जस्तै झलमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ नहेर त्यसरी माया सर्दा छ फुल भन्नुभयो हजुरलाई धन्यवाद केही भेटिन अरू त भन्ने माछामा पर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ हजुरलाई धन्यवाद केही भेटिन अरू त भन्ने माछामा पर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ मुसु मुसु हाँसेर शर्मा छौ खाली छौ कि कसैको भरमा छौ झलमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ हाँसेर शर्मा छौ खाली छौ कि कसैको भरमा छौ उनो खेल्नेहरू गेमको यता हेर्नुहोस् एक्सप्रेसन येलो बिहानदेखि अहिलेसम्म उनो खेलिरहेछन् हेर्नुहोस् है। त्यो पाउँदैन त होइन उनो टोलीहरू होइन अब त्यो चल्न पाएँ नि अब मैले नै हो प्लस त्यहाँ रेड छ है रेड हो त्यहाँ रेड हो अफकोर्स रेड हो त्यो रेड भन्ने होइन नि आफ्नो भएको कलर भन्ने नै होइन कुन कलर रे रेड होइन रेड हो मेरो पाला होइन मेरो क्या तेरो पाला हुन्छ फर्काउन आउला त आउँदैन खाऊ न भन्न अगाडि गएछ यार ए भाइ तिमीहरू मेरो स्कुल त धेरै खाएको नो 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 त्यस्तो गर्नु न आफ्नो लाइन बस्ने हो जाडो लागि कराइछ कि सक्यो गेम सो गाइस हाम्रो नगरकोटको जुन यो पिकनिक थियो सकिएको छ। अब हामी एकछिनमा घरतिर लाग्छौँ होला। सनसेट हेर्न सक्नुहुन्छ, कति राम्रो देखिएको छ। बडा भ्यू, वाउ। सो गाइस अर्को भिडियोमा पनि भेट्नेछौँ र अब घरतिर जाऊँ है। कति राम्रो सिन छ, वाह।